हेलो साथीहरू, सबैजनालाई मेरो भिडियोमा वेलकम छ। सबैजना सन्चै हुनुहुन्छ होला। अनि हाम्रोतिर चाहिँ आलु रोप्न सुरु गरिसक्यो रान्छातिर, तपाईँहरूको छैन। अनि यता चाहिँ के अरे गोपाल अङ्कल र दिदीले चाहिँ त्यो गर्दै हुनुहुन्छ, पुर्दै हुनुहुन्छ। अनि फुपूले कुला बनाउँदै हुनुहुन्छ। अनि यता इष्ट दादाले मल बोक्दै हाल्दै, यता भाउजू बिउ हाल्ने, अनि म पनि यहाँ बिउ हाल्दैछु, देख्न सक्नुहुन्छ होला। अनि यता छ्यामा, अनि यता बाबाले होइन रोप्ने। अनि यता चाहिँ हामीले भट्टाभट काम गर्दैछौँ, देख्न सक्नुहुन्छ होला सबैजना। हामीले चाहिँ खेताला चाहिँ टन्नै छ है साथीहरू, होइन। अनि हामीले चाहिँ काम पनि सकिसक्यौँ। अब हजुरहरूकोतिर छ कि छैन र आलु रोप्ने सुरु भयो कि भएन, कमेन्ट बक्समा गएर लेखिदिनु होला। अन्च्यामा अनि अघिको स्टाइल दादा भन्ने थियो नि, त्यसले चाहिँ मल हाल्ने, देख्न सक्नुहुन्छ होला। अनि मैले चाहिँ यता छ्यामाको भिडियो खिचिदिएको थिएँ। कपालको कस्तो देखेको छ मेरो ब्युटिफुल छ्यामालाई, लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि यता चाहिँ मम्मीले फेरि गर्दै हुनुहुन्छ। अनि यो चाहिँ साथीहरू आदि हो है, फर्स्टमै बनाएको हो। अनि यसलाई चाहिँ पछाडि ब्याक गरेर बनाएको हो साथीहरू। अनि यता चाहिँ हामी थकै लागेर डिउ होइन खाइरहेछौँ। अघि नै भनेको छु, यो त भन्नै पर्दैन, बाजे अङ्कल होइन थुप्रैजना छन्, मैले चाहिँ भन्न सक्दिनँ होइन। हाम्रो सन्तान गर्न सक्दैन, अरू पनि खेताला छन्। अनि यता चाहिँ देख्न सक्नुहुन्छ होला, कसैले पुर्दै हुनुहुन्छ, कसैले खन्दै हुनुहुन्छ। म पसल गइरहेको थिएँ, उहाँहरूले चाहिँ काम सकाउनु भएछ, यता ल्याइसक्नु भएछ। अनि मैले चाहिँ यता गफ गरेको छु, यो चाहिँ मैले साउन्ड अफ गरेको छु। तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियो? सबैजनाले मन पराइदिनु भयो भने लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि साथीहरू हामीले चाहिँ आलु रोपिसक्यौँ, बाजेहरूको चाहिँ बाँकी छ। अनि यो चाहिँ अर्को बारी हो, यहाँ चाहिँ दुईवटा फुपू अनि अङ्कल अनि बाजे अनि म अनि बोजू अनि तलको बोजू है, फेरि हाम्रो बोजू भन्नु होला। अनि बाबा पुन्टु मिलेर चाहिँ हामीले के अरे आलु रोप्दैछौँ। अनि यता चाहिँ देख्न सक्नुहुन्छ होला कञ्चा जङ्गल हिमाल। अनि यता चाहिँ साथीहरू हामीले चाहिँ आधी चाहिँ रोपिसकेको थियौँ। अनि म चाहिँ पसल गएको थिएँ, त्यतिखेर मम्मीले बनाउनु भएको रहेछ साथीहरू। मैले चाहिँ के सामान किन्न गइरहेको थिएँ कि, मलाई डटहरू पनि चाहिएको थियो। आजको लागि चाहिँ बाई बाई, थ्याङ्क यू फर वाचिङ।